कविता वाचन गर्न गइरहेको छु। लोग्ने मान्छे हो मूर्ति होइन, ऊ पनि अन्यायमा पर्न सक्छ। लोग्ने मान्छे हो मूर्ति होइन, ऊ पनि अन्यायमा पर्न सक्छ। पत्थर होइन आँखा हो, उसको नयनबाट पनि अश्रु झर्न सक्छ। लोग्ने मान्छे हो मूर्ति होइन, ऊ पनि अन्यायमा पर्न सक्छ। पत्थर होइन आँखा हो, उसको नयनबाट पनि अश्रु झर्न सक्छ। नहेप उसको मन बुझेर सम्मान गर्न सिक। नहेप उसको पनि मन बुझेर सम्मान गर्न सिक। उसले मनमा सजायो भने देवता मानी पूजा गर्न सक्छ। उसले पनि मनमा सजायो भने देवता मानी पूजा गर्न सक्छ। यो मेरो पहिलो मुक्त। अब फेरि नारीको लागि पनि लेखेको छु, सँगसँगै नारीको सम्मान पनि आउँछ। कसैले बिना सिद्धिमा अन्याय अत्याचार खेप्नुहुन्न। कसैले बिना सिद्धिमा अन्याय अत्याचार खेप्नुहुन्न। श्रीमतीलाई दुश्मनीको चिम्टाले कहिले पनि चिप्नुहुन्न। कहिलेकाहीँ चिपिएका पनि छन्। त्यसकारण अब नारीको लागि पनि बोलिदिनु पर्छ, नभए पक्षी आयो भन्ने कुरो हुन सक्छ। कसैले बिना सिद्धिमा अन्याय अत्याचार खेप्नुहुन्न। श्रीमतीलाई दुश्मनीको चिम्टाले चेप्नुहुन्न। दुःख र कष्टमा चट्टान बनी साथ दिने उनी नै। दुःख कष्टमा चट्टान बनी साथ दिने उनी नै हुन्। त्यसैले शङ्काको कालो मैलोले कहिले पनि चरित्रमा हिलो छेप्नुहुन्न। शङ्काको कालो मैलोले कहिले पनि नारीको चरित्रमा हिलो छेप्नुहुन्न। यो दोस्रो मेरो कविता छ। अब तेस्रो चाहिँ अलिकति राष्ट्रवादी, देशको पनि सम्मान गरौँ होइन। आफूभित्र राष्ट्रियता जगाइरहन पाऊँ। आफूभित्र राष्ट्रियता जगाइरहन पाऊँ। देशभक्तसँग माया प्रीति लगाइरहन पाऊँ। आफूभित्र राष्ट्रियता जगाइरहन पाऊँ। देशभक्तसँग माया प्रीति लगाइरहन पाऊँ। आफू र आफ्नो लागि खिटका छोडेर हाँसे पनि। आफू र आफ्नो लागि खिटका छोडेर हाँसे पनि। आफ्नो देश नेपालको दुःखमा आँसु बगाइरहन पाऊँ। आफ्नो देश नेपालको दुःखमा आँसु बगाइरहन पाऊँ। यो राष्ट्रवादी हो। अब अन्तिम छ, कहिलेकाहीँ मान्छे अप्ठ्यारोमा पर्छ। अप्ठ्यारोमा कसरी पर्छ यो मुक्तकले बताउँछ। कहिले कम त कहिले बेस लाग्न सक्छ। कहिले कम त कहिले बेस लाग्न सक्छ। लक्ष्यतिर बढ्दा अचानक ठेस लाग्न सक्छ। कहिले कम त कहिले बेस लाग्न सक्छ। लक्ष्यतिर अघि बढ्दा ठेस लाग्न सक्छ। सङ्घर्ष गर्दा सम्हालिएर अगाडि बढ्नुपर्छ मित्र। सङ्घर्ष गर्दा सम्हालिएर अगाडि बढ्नुपर्छ मित्र हो। नत्र भने पाइला पछि झुटा केस लाग्न सक्छ। नत्र भने पाइला पछि झुटा केस लाग्न सक्छ।